यो नयाँ पार्टीमा सबै मान्छेहरू होइन लालायित छन् किनभने होइन यो एउटा संस्कृति जो एउटा बसाउनु भएको थियो नि अर्को साम्बाङले ज्यूले त्यो संस्कृतिमा मान्छेहरू धेरै इन्ट्रेस्ट भइराख्नु भएको उहाँहरूलाई अझ हामी अगुवाई भयो होइन तपाईँ हामी अगुवाई भएर जो अहिले नेतृत्व गरिरहेको छौँ यो पार्टीलाई आबद्ध गराउनको लागि अझ हामीले के उहाँहरूलाई खुराक दिनु होइन उहाँहरूको कुराहरू के समेट्ने भन्ने कुरोमा हामी धेरैभन्दा धेरै आज हामीले यहाँ भेलाउनु कारण के त पार्टीहरू त 300 कतिवटा पार्टीको दर्ता भइसक्यो अरे भन्ने सुन्छु 300 लगभग 300 पार्टी छोडेर पार्टीलाई अगाडि बढ्नुपर्ने भन्ने कुरा एउटा महत्त्वपूर्ण कुरा किन बढ्नु पर्ने दाजुहरू पहिचानको आन्दोलन कुदेकै मान्छे तर पहिचानको आन्दोलन भन्ने कुरा एक खालको त्यो सन्दर्भले ल्यायो त्यो विषयवस्तुले ल्यायो त्यतिखेरको समय सापेक्ष भयो होला आफ्नो पहिचानको कुरासँग संस्कृति जोडेको छ उहाँले संस्कृति प्रविधि र प्रकृतिको कुरा गर्नुभएको जो छ यो संसारको एउटा दर्शनको रूपमा विकास गरेर हामीले लग्यौँ भने यो संसारमा एउटा दर्शनको रूपमा विकसित हुने म सम्भावना देख्छु भगत साम्बाङजी यद्यपि के हो भन्दा होइन कतिपय मान्छेलाई म भन्न चाहन्छु अहिले चाहिँ रेकर्डिङ भइरहेको होला म अरू मान्छेलाई पनि म के आह्वान गर्न चाहन्छु भने हाम्रो नाति जनातीहरू भोलि हुन्छ छोराछोरी नाति नतिनाहरू हुन्छ क्या उनीहरूले भोलि सोध्नेछन् हामीलाई क्या मलाई लागेको सोध्नेछन् तपाईँले त्यतिखेर 2082-81 सालतिर भगत साम्बाङले यस्तो अध्ययन गरेर चाहिँ एउटा पार्टी दर्ता गर्नुभएको रहेछ पार्टी खोल्नु भएको छ तपाईँ चाहिँ त्यो पार्टीमा किन जानु भएन भनेर सोद्धाखेरि होइन त्यत्रो अभियान चलाइराख्दाखेरि तपाईँ त्यत्रो नाम विचारलाई जब कि एमाले जस्तो पार्टी माओवादी जस्तो पार्टी काङ्ग्रेस जस्तो पार्टी अरू पार्टीहरूले 80औं वर्ष 90औं वर्ष यो देशमा चाहिँ राज्य सत्ता सञ्चालन गर्दाखेरि पनि त्यसले उपलब्धि दिएन भनेर हर्क साम्बाङ जस्तो होइन व्यक्तिले चाहिँ एउटा पार्टी स्थापना गरेको त्यतिखेर तपाईँले त्यो पार्टीमा किन समाहित हुनु भएन भनेर सोद्धा के जवाफ दिने भन्ने प्रश्न म भित्रै आयो कि भोलि सोध्छ नि त हाम्रो सन्ततिले त्यो सन्ततिको लागि पनि सन्ततिले प्रश्न सोध्ने वातावरण नबनाउनको लागि पनि हामी यो पार्टीमा आबद्ध हुनुपर्ने आवश्यक मैले देखेको तपाईँ हामीले त्यो बुझ्नुपर्ने छ तपाईँ हामीले यसरी बुझाउनु पर्ने कम्युनिस्ट पार्टी सबै कम्युनिस्ट पार्टीहरू र अन्य पार्टीहरूले सबै समाजवाद भन्छन् क्या समाजवाद भन्छन् सबैले समाजवादै चाहिँ भनेर आएछन् त खोइ त समाजवाद चाहिँ होइन उनीहरूले मैले भने नि 80 वर्ष 70 वर्ष 90 वर्ष चलाइसक्यो त खोइ त समाजवाद गर्नेले त होइन त्यो लिक्वेनले चाहिँ सिङ्गापुर त चाहिँ 25 वर्षमै बनायो त होइन महाथिरले चाहिँ तपाईँको चाहिँ मलेसिया चाहिँ 20-25 वर्षमै बनायो त 80 वर्षमा चाहिँ के र बस्यो के को समाजवाद एउटा काङ्ग्रेस र के भरे एउटा राप्रपा र भन्ने पार्टीले पनि समाजवादको कुरा गरेर तर समाजवाद त सबैले गरेको छ लगभग 300 पार्टी मध्ये 200 लगभग 98 जस्तो पार्टीले त समाजवादै भनेको छ खोइ त समाजवाद अहिलेसम्म पनि यो सबै कुराहरूको उपज विभागहरूको शब्द यो सबै कुराहरूको सेरोफेरो सबै कुराहरूको उपजले हर्क साम्बाङ र संस्कृति पार्टी यो पार्टी अबको भावी कार्यक्रमहरू तय गर्नुपर्छ यसमा पहिलो कुरो सङ्गठन होइन श्रम पहिलो कुरो श्रम रहेछ मैले सुधार गरेँ श्रम गरेरै हामीले चाहिँ समाजवाद ल्याउने अथवा चाहिँ सबै नेपाल विकास हुनको लागि के हुनसक्छ त्यो श्रमबाट पहिलो हुँदो रहेछ कुराले अथवा चाहिँ आलोचना कामले म त बिमारी हुँदैछ साँच्चै भन्छु नि श्रमको कुरो नगरौँ हामी होइन श्रमको एउटा पुस्तकहरूबाटै आएको श्रम हामी गरिहाल्छौँ सङ्गठनको कुरोमा
सङ्गठन भनेको जहिले पनि चुस्त दुरुस्त हुनुपर्छ। त्यसलाई चुस्त दुरुस्त बनाउनको लागि केन कमान्ड हुन्छ होइन, टप टु बटम हुन्छ नि, केन्द्रदेखि तल ग्राससम्म होइन। त्यो एक खालको चाहिँ तपाईँको चाहिँ देखिएको छैन यो भएर तपाईँको त्यो प्रदेश कमिटीको मातहतमा हुने, प्रदेश कमिटी जिल्ला कमिटीको मातहतमा हुने यावत कुराहरू त्यसलाई बुझ्नु जरुरी छ र यसलाई व्यवस्थापन गर्ने कुराहरू। जस्तो आज अहिले त हामी वडाको कुरा गर्दैछौँ होइन, यो चाहिँ हामी पुरानो शैलीमा जाँदैछौँ है साथीहरू, हुन चाहिँ वडाबाटै जाने हो। तर व्यवस्थापन जस्तै हामी अहिले वडाकै फर्मेसन गर्न सकिरहेका छौँ धेरै ठाउँमा। आज यहाँ गरियो ठिक छ होइन, नगरकै गरिरहेको छैन, जिल्लाकै गरिरहेको छैन, त्यो गर्दै जाउँला। तर अन्य दलहरूबाट चाहिँ होइन, तपाईँको चाहिँ कति असन्तुष्ट भएर बसेको नेताहरू हुनुहुन्छ, उहाँहरू घरका सन्तानप्रति लालायत हुनुहुन्छ, यो सङ्गठनमा आउने यो पार्टीमा आउने भन्ने हुनुहुन्छ होइन। कति तपाईँको चाहिँ पोखिएर कुनै पार्टीबाट पोखिएर बस्नु भएको छ, उहाँहरूको लागि स्थान सुरक्षित गर्ने कुरा अर्को कुरा महत्त्वपूर्ण कुरा। सङ्गठन यस्तो हुनुपर्छ, सङ्गठनमा सबै कुरा हुनुपर्छ। श्रम गर्ने मानिसहरूको मात्रै भिडले केही हुनु, म अहिले कस्तो भन्छु, श्रम गर्ने हो तर श्रम मात्रै ठुलो कुरा होइन। जीवन डोराउने भनेको दर्शन होइन, दर्शनको कुराहरू, विचारको कुराहरू, वैचारिकता होइन। तपाईँको चाहिँ के छ भने विचार र फेरि तपाईँको चाहिँ विवेक अथवा चाहिँ विस्डम के भन्छ नि होइन, भन्छ विस्डम चाहिँ अझ के भन्छ त बुद्धिभन्दा अलिक ठुलो क्या, उच्चतम विवेक। त्यो विवेकलाई पनि तपाईँको चाहिँ के छ भने क्याचअप गर्ने मान्छेहरू हामीसँग चाहिँ हामीले यो पार्टीमा चाहिँ प्रिजर्भ गर्ने कि गर्नुपर्छ कि पर्दैन। या चाहिँ यसले धेरै दर्शनको कुरा गर्छ, सिद्धान्तको कुरा र त्यो हामीले इन्कार गर्नु हुँदैन होइन। अस्ति जेएनजी आन्दोलन देख्नु पर्ने, जेएनजी आन्दोलनमा राम्रो मान्छे पनि थियो, चोर पनि थियो, डाका पनि थियो। एउटा चोरले खानु पाउनको लागि पनि त्यहाँ आएको छ, कसले गरो? त्यो राज्य सत्ताले गरो भनेर मान्छे बाध्य भएर आएको छ। त हाम्रो यो पार्टीलाई बढाउनको लागि चोर पनि आउँछ, डाका पनि आउँछ, सबैले स्थान दिनुपर्छ। उसलाई सुधार्ने कुरा चाहिँ हामीले गर्नुपर्छ, सङ्गठनले गर्ने हो उसलाई सुधार्ने कुरा। अहिले नै चाहिँ हामीले यो ठिक छैन, त्यो ठिक छैन, त्यो ठिक छैन भनेर प्रतिबन्ध गऱ्यौँ भने हाम्रो सङ्गठन अगाडि बढ्छ। मानिस त सिक्ने क्रम हो, जीवन मृत्यु पर्यन्तसम्म सिक्ने कुरा हो। उसले सिक्छ त होइन। हाम्रो संस्कारले, हाम्रो संस्कृतिको संस्कारले, हाम्रो त्यो पार्टीको संस्कारले, हाम्रो पार्टीको विधानले, नियमले, नीतिले त्यो बलियो हुन्छ। त्यो शिक्ष भने त्यो भट्टियो, त्यो भट्टीमा पाक्छ भने, पाक्दैन भने त्यतिखेर उसलाई निर्णय गरौँला र विदाई पनि गरौँला नि। तर अहिले नै त्यो राम्रो छैन, त्यो खराब छ, त्यो खराब मिल्दैन। पार्टी एकदम खराबतिर सोच्न जानुपर्छ। मैले प्रश्न विचार आएको, यो कसैप्रति मैले चाहिँ त्यो गरेको होइन। यसरी जानुपर्छ र व्यवस्थापन गर्नु। व्यवस्थापन गर्न सकिएन भने नि तपाईँको चाहिँ त्यो माउ बेगर चल्लाहरू हिँड्दैन क्या, चल्लाहरू अनियन्त्रित हुन्छ। आफै कहाँ मरेर कहाँ खोल्छियो कस्तो काट्यो। त्यो भनेको विवेक हो र विचार हो। त्यो वैचारिक मान्छेहरूको खोजी यो पार्टीमा हुनुपर्छ। यहाँ जिल्ला अध्यक्ष पनि हुनुहुन्छ, मैले थाहा पाएको छु, नगर अध्यक्ष हुनुहुन्छ, नगर संयोजक हुनुहुन्छ, जिल्ला संयोजक हुनुहुन्छ, हरेक त्यसो भएको हुनाले यो हामी भावना बगेर, राजनीति भावना बगेर हुँदैन। राजनीतिले भावनालाई चाहिँ स्वीकार गर्दैन। त्यसो भएको हुनाले भावना बगेर मात्रै हुँदैन, सबै मान्छे होइन। अब मैले अघि नै भने डाका, चोर, चकारी, फकीर सबै खालको मान्छेलाई पहिले हामीले स्वागत गर्नुपर्छ। त्यो मान्छेलाई निश्चित ठाउँहरू दिनुपर्छ, म्यानेजमेन्ट गर्नुपर्छ। अनि सङ्गठन एउटा बढी त्यसले त्यहीँबाट उसले सिको गऱ्यो, उहाँ मलाई जेमा राखे मेरो समर्थ सिक्छ, सिक्दैन उसलाई त्यहीँबाट विदा गर्न सकिन्छ। अघि नै भन्छ राजनीतिलाई ख्याल ठट्टाको रूपमा लिनु हुँदैन। यो राजनीति पार्टी हो, राजनीतिक पार्टी अहिले दर्ता भइसकेपछि यसलाई ख्याल ठट्टाको रूपमा लिनु हुँदैन। हामी व्यक्ति प्रधान हुनु हुँदैन। संस्था र पार्टी कहिले पनि व्यक्ति प्रधान हुँदैन हो। नेतृत्वलाई हामीले फेरि
नेतृत्वलाई मान्नुपर्छ, नेतृत्वको सही नीति निर्देशनलाई मान्नुपर्छ, तर त्यहाँ व्यक्ति प्रधान हुँदैन राजनीति। मैले अलिकति यो चाहिँ परिचालनात्मक जस्तो दिएको छु है, तपाईँहरूले ख्याल गर्नुहोस्, तपाईँहरू जिम्मेवार मान्छेहरूले अलिकति। म अब अन्य कुराहरू पछि गरौँला, तर मैले अलिकति मलाई दुःख लागेको त्यो फेसबुकमा अनेक कुरोको होइन, त्योदेखि त्योदेखि त्यो के घोचेको छ। त्यो कसरी बन्छ पार्टी? पार्टी हिजो भर्खर जन्मिँदैछ, कहाँ गयो त्यो बुद्ध सुक्त्याङ भन्ने? म होइन त्यसो भनेदेखि हामीलाई होइन धेरै कुराहरू नगर्नुहोस्, तपाईँ आफै सिद्धिन्छ त, तपाईँहरू धेरै कुरो गर्नु। अनि संयोजकज्यूले पनि त्यो कुरो ख्याल गर्नुहोस्। म चाहिँ सिधै कुरो भन्छु, हामी राजनीति गर्दैछौँ, राजनीति गर्ने कुरो चान्चुने कुरा होइन, यसलाई धेरै संवेदनशील रूपमा लिनुपर्छ। म प्रष्ट कुरा गर्ने मान्छे हो, प्रष्ट व्यक्ति हो। अनि यहाँ कोही लोभले यहाँ आउनु हुँदैन, हामीले दिनुपर्छ। राजनीतिमा धेरै कुरो दिने कुरा हुन्छ, लिने कुरा भन्दा दिने कुरा हुन्छ राजनीतिमा। हामीले कोही पदको लागि चाहिँ बार्गेनिङ गरेको होइन, तर मैले भनेको चाहिँ सिस्टम एउटा होइन। त्यो नेताहरू जो हिजो कहाँ बसेर काम गरेको ती नेताहरूलाई सेटलमेन्ट गराइएन भने तल वडामा काम गर्छ, केन्द्रमा बसेको छ उसले वडामा काम गर भनेर गर्नु सक्छ, उसले आउँदैन। आउँछ दाजु, उसलाई सेटलमेन्ट गर्नु सक्नुपर्छ। धेरै कुराहरू बुझ्नुपर्छ। मलाई खास स्वागतको लागि गर्नुभएको थियो, मैले स्वागत पनि गरेको छुइनँ। यहाँहरू सबै पाहुनाहरूलाई मेरो वडामा मलाई स्वागत मन्तव्य राखिदिनु भयो। यहाँहरूलाई स्वागत यो वडामा गर्न चाहन्छु। यहाँ यो वडामा हाम्रो गौतम राई हुनुहुन्छ, यहाँ हाम्रो नरेश अङ्कल हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ, यस्तो व्यक्तिहरू मैले आज देखिरहेको छु। दिपक उहाँ हाम्रो सुन्दर दाई, उहाँ हाम्रो नाजु किसन दाईहरू जस्तो मान्छे, यस्तो मान्छे भाइटल मान्छेहरू देखिरहेको। किन यो लोभले उहाँहरू लाग्नु भएको होइन, यो एकदमै बुद्धि विवेकले उहाँहरूले वास्तवमा चाहिँ मनदेखि लाग्नु भएको छ। तर उहाँहरू जस्तो मान्छेलाई भोलि धोका भयो भने के हुन्छ होइन, धोका दिनु हुँदैन। राजनीति एकदमै तपाईँको चाहिँ के छ भन्दाखेरि चाहिँ चिनी जस्तो हुनुपर्छ, पानीमा कडक्क घुलिने, जनतामा घुलिने। त्यो जनतामा घुलिने सिस्टम कस्तो हुन्छ भने एकदमै नरम होइन, तपाईँ मान्छेलाई सम्झाएर बुझाएर नबुझ्ने मान्छेहरूलाई अनि त्यहाँदेखि छ भने एग्रेसिभ भइहाल्ने। बट मैले भने यो कुरो कहाँ हुन्छ, हर्कसम्म कहाँ हुन्छ, कहाँ हुन्छ, त्यो तरिकाले समाधान हुँदैन। मैले भोगेको छु, सङ्गठन कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरो मैले पछिबाट भोगेको छु। त्यसो भएको हुनाले हामीले यो हिसाबले जानु हुँदैन है साथीभाइहरू। स्वच्छ ढङ्गले जाउँ, लोभताप नगरिकन जाउँ, हामी अगाडि बढ्न सकिन्छ होइन। अब अहिले चाहिँ भोगटेले जस्तो होइन, केपी ओलीको त्यो गुन्डुको एउटा डाका हिजो अस्तिको दिन उहाँ सिमरामा खाइको त होइन, त्यसको परिणाम त्यस्तै हुन्छ के त। त्यो तरिकाले हामी गयो भने त्यस्तै हुन्छ भने बसामा यो 4 नम्बर 3 नम्बर हाम्रो बसा पहिलो यो बसामा हामी पनि चाहिँ के छ त्यस्तो गऱ्यो भने हामीले जिउ छाड्यौँ भने के हुन्छ, सबै सफा पारिन्छ हामी। तर त्यो गर्नुहुन्छ। अनि हामी चाहिँ कतै नभएको चाहिँ तपाईँको विचारको कुरा गर्ने होइन, दर्शनको कुरा गर्ने, अनि हामीले त्यो गरेपछि अगाडि बढ्न सकिन्छ त सकिँदैन। त्यो भएको हुनाले पार्टीलाई जोगाउनको लागि, संस्थालाई जोगाउनको लागि सर्वप्रथम चाहिँ कार्यकर्ताको स्वभाव राम्रो हुनु पर्यो, कार्यकर्ता एकदमै नरम हुनु पर्यो। यो हिसाबले जाउँ होइन। अब दर्शनको हिसाबले मैले अघि नै भने घरका साम्पाको म अरू केही पनि होइन, 3टा कुराले म एकदमै ऊ भएको प्रेरित भएको, संस्कृति, प्रवृत्ति र प्रकृति। यो कुरा साँच्चै नै हामी एक खालको चाहिँ राष्ट्रिय राजनीति, राष्ट्रिय दल बन्यौँ भने होइन, इन्टरनेसनल हिसाबमा हामी अन्तर्राष्ट्रिय हिसाबमा पनि नि यो दर्शनको रूपमा विकास हुने कुराहरू क्या यिनीहरू। त्यसो भएको हुनाले हामीले यो कुरालाई ख्याल गर्नुपर्छ। पहिलो कुरो यसलाई ब्रिफिङ गर्ने मान्छे हुनु पर्यो होइन। अब हामी कन्भिन्स गर्न जान्छौँ, ल कुनै एमालेको त्यो प्रकाण्ड मान्छे छ, उसलाई त्यहाँ बस्नु मन छैन, माओवादीको मान्छे छ प्रकाण्ड बस्नु मन छैन, त्यहाँ काङ्ग्रेसको मान्छे छ बस्नु मन छैन उसलाई, अनि श्रम गर्नु भन्छ। उसले त विचार सोध्छ नि त, घरको साम्पाको राजनीति लाइन के हो, राजनीति दर्शन के हो सोध्छ नि त। अनि श्रम मात्रै हो, श्रम मात्रै हो भन्ने हिसाबले हामीले कन्भिन्स गऱ्यो भने ऊ आउँछ, आउँदैन नि त। प्रवृत्ति, प्रकृति र संस्कृतिको विषयमा व्याख्या गर्ने मान्छे पनि हुनु पर्यो। मेरो भने
दुईटै कुरा हुनु पर्यो क्या हामीसँग विचारले अगाडि बढाउने सङ्गठनलाई अगाडि बढाउनको लागि उसलाई चाहिँ के छ भने प्रेरित गर्ने शक्ति पनि हुनु पर्यो होइन सङ्गठन पनि हो श्रम पनि हुनु पर्यो सबै कुरोलाई मिलाएर अगाडि बढ्नु सकियो भने हामी अगाडि बढ्न सक्छौँ होइन भने हामीले स्वीकार्ने कुरालाई चाहिँ हामीले होइन आफूभन्दा अरूलाई स्वीकार्ने कुरोमा चाहिँ हामी बाधा आफै भयौँ भने अगाडि बढ्न सकिँदैन भन्ने मेरो अन्तिम कुरा यो छ यो धेरै कुरा त बोल्ने कुरा त छ तर पनि अब धेरै नबोलौँ समयको पाबन्दी छ अन्त्यमा म के भन्न चाहन्छु भने सुन्नु न अन्त्यमा म के भन्न चाहन्छु भने आज एउटा घोडा कमिटी यहाँ चयन हुँदैछ श्रम संस्कृति पार्टी श्रम संस्कृति पार्टीको घोडा कमिटी गठन हुँदै गर्दा यहाँ जो हुनुहुन्छ नि यति राम्रो राम्रो व्यक्तित्व हुनुहुन्छ क्या मलाई खुसी लागेको छ यहाँहरूले साँच्चै नै यदि राजनीतिमा लागेर राजनीतिक कुरा धेरै कुरा बुझ्नुपर्ने आवश्यक पनि छैन होइन घोडा कमिटीमा नगर कमिटीसम्म धेरै कुरा बुझ्नु पनि छैन धेरै कुरा गहिरेर बुझ्नु आवश्यक छैन तर तपाईँहरू डट्नु चाहिँ पर्यो अलिकति होइन त्यो एमाले त्यो काङ्ग्रेसलाई होइन डट्ने कसरी डट्ने समय चाहिँ दिनु पर्यो तपाईँहरू समय मात्रै चाहिन्छ त्यो समयमा तपाईँहरूले अलिकति खटिदिनुहोस् हामी छौँ होइन बेला बेलामा अब कमिटी नुनजाने जिल्ला कमिटी क्षेत्रीय कमिटी होला भोलि नगर कमिटी होला के परे प्रदेश कमिटी होला केन्द्रीय कमिटी होला यहाँ हुन्छ नै होला कोही न कोही उहाँहरूसँग साथ सहयोग दिनुहोस् गर्नुहोस् त्यो एमाले काङ्ग्रेस भन्ने पार्टीबाट मान्छे धेरै मान्छे वितृष्णा भइसकेको अवस्था छ होइन उनीहरू सत्तासँग नजिक छ र केही कुराहरू अलिकति पाउँछु भन्दैछ भने भोक लागेका त बेग्लै कुरा हो दुई चारजना मान्छे हुन्छन् त्यस्तो नहुने कुरा हुँदैन होइन त्यो चाहिँ एउटा विज्ञान पनि हो होइन त्यो एउटा प्रक्रिया हो तर हामीले त तिनीहरू त यस्तो छ उस्तो छ भनेर निराश हुनुपर्ने कुरो छैन अब जागौँ साँच्चै नै जाग्ने हो भने हामी लागौँ होइन भने समय दिन सकिँदैन भने चाहिँ फेरि त्यो हुँदैन र यो अब बन्दै गरेको कमिटी वडा कमिटी एकदमै राम्रो बन्ने छ मैले आशा गरेको छु होइन यो काङ्ग्रेस र एमाले भन्ने पार्टीलाई कसरी हराउने माओवादी सहित अन्य अरू सहित भन्नु अन्यको त के कुरा गर्ने सानो छ उनीहरूलाई कसरी हराउने भन्ने कुरोमा एउटा ठोस होइन रणनीति बनाएर अगाडि बढ्ने नै यदि हो भने लागौँ होइन भने फेरि त्यो काङ्ग्रेस एमाले जस्तै सङ्गठन छँदैछ यता उनीहरूको त सङ्गठन अलरेडी छँदैछ हामीले अब बनाउने कुरा उनीहरूबाट तान्ने कुरा लिने कुरा के छ त्यसमा अगाडि बढौँ म भरपुर साथ सहयोग गर्छु यसको विषयमा अगाडि बढौँ र चाहिँ म यो अहिले बन्ने कमिटीलाई शुभकामना दिन चाहन्छु अति नै राम्रो चाहिँ कमिटी बन्दैछ है मैले दिने बन्दैछ त्यसलाई म शुभकामना दिन चाहन्छु र धेरै समय दिनु होला यहाँहरूसँग म बिदा हुन चाहन्छु।